पहिला बिस्तारै काट्नुपर्छ। यसको भित्र जिआई वायरहरू हुन्छन्, त्यो मात्र काट्ने हो, वायर नकाटिने गरी। यो आर्मर केबल हो, काटिसक्यौँ। अब यसलाई काटिसकेपछि यो वायरलाई चिर्नुपर्छ, माथिको इन्सुलेसनलाई काट्नुपर्छ। यसलाई काटेर इन्सुलेसन यो आर्मर केबल पनि निकाल्नुपर्छ। यो आर्मरलाई फाल्नुपर्छ यसरी। यो हामीले निकाल्यौँ। अब यो ग्ल्यान्ड हामीले लगाउँछौँ। यो 25 को केबलको लागि CW25L लाग्छ है। अब हामीले यसलाई सेटिङ गर्ने हो। ग्ल्यान्ड हो यसको स्लिभ। अब ठ्याक्कै यो केबलको साइजमा यो काट्नुपर्छ। साइज काटियो। अब यसमा हालिदिने यसरी। हालियो। अब त्यो ग्ल्यान्डको पानी यसको यो चेक नट हो, यो निकाल्नु। यो हाल्नुभन्दा पहिला यहाँनिर काट्नुपर्छ अलिकति। यो भित्रको यो के अरे जिआई वायर बाहिर निकाल्नुपर्छ। यसमै फसाउने हो त्यसलाई है। यो यसरी यो खुल्छ, यो यसको वासर हो, यो हुनुपर्छ। हामीले यसैको लागि यो काट्यौँ अलिकति। धेरै साथीहरूलाई थाहा नहुन सक्छ, त्यसले गर्दाखेरि म यो भिडियो बनाउँदैछु। पैसा माथ्यो। मर्ने गरी टाइट गर्ने, निस्किनु भएन तान्दाखेरि। यसैले हाम्रो गाई समात्ने, वायरलाई समात्ने। यो लागिसक्यो, हाम्रो लागिसक्यो। अब यसलाई पनि छिल्नुपर्छ। मेन वायर भनेको यसको भित्र छ। अलिअलि काट्ने हो, भित्रको वायर नकाटियोस्। बाहिरको इन्सुलेसन मात्र अलिअलि काट्ने हो। भित्र कति प्रोटेक्सन दिएको हुन्छ। लेयर माथि, त्यसपछि फेरि यो अर्को लेयर, फेरि यसको भित्र यो पेपर जस्तो प्लास्टिक नै हो, बेरेको छ। यो लगाएरै हाल्ने हो, अनि त्यहाँ ड्यामेज हुन्छ, कसेर निकाल्ने। ल साथीहरू, यो बक्समा हामीले यो हाल्ने हो। आइसोलेटर भन्छ यसलाई। अब यसमा हामीले वायर हाल्छौँ। यो वायर यो सेतो पनि पछि छिल्नुपर्छ, निकाल्नुपर्छ। यो वायर नछिलियोस् भनेर मैले यो ननिकालेको अहिले। अब यो सबै पनि निकालिदिनुपर्छ। हामी त्यहाँ फिल गऱ्यौँ। वायर हटाउनको लागि कति धेरै प्रोटेक्सन हालेको हुन्छ।